दीपकराज गिरी र विराज भट्टको विवाद। नमस्कार दर्शक महानुभावहरु, दीपकराज गिरी र विराज भट्टको विवाद उत्पन्न भएको छ। यसै विषयमा तपाईहरुलाई विशेष जानकारी गराउने छु। पूरा भिडियोलाई हेर्नुहोला। यदि तपाईले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नु भएको छैन भने कृपया सब्स्क्राइब गर्नुहोला। हाम्रा नियमित भिडियो तपाईलाई कस्ता लागिरहेका छन् आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। भिडियोलाई ढिला नगरिकन सुरुवात गरौं। नेपाली चलचित्र क्षेत्रमा हालै अभिनेता तथा निर्माता दीपकराज गिरी र अभिनेता विराज भट्टबीच विवाद उत्पन्न भएको छ। यो विवाद विशेष गरी छक्का पञ्जा 5 र बारगाउँ चलचित्रको प्रदर्शनसँग सम्बन्धित छ, जुन एकै समयमा रिलिज भएका थिए। दीपकराज गिरीले विराज भट्टमाथि आरोप लगाएका छन् कि उनले आफ्नो चलचित्र बारगाउँको प्रचार भन्दा अन्य चलचित्र विशेष गरी छक्का पञ्जा 5 को बारेमा नकारात्मक टीका टिप्पणी गरेको आरोप लगाएका छन्। दीपकराज गिरीका अनुसार यस्तो व्यवहारले चलचित्र उद्योगलाई स्वस्थ प्रतिस्पर्धा र सहकारीको वातावरणलाई प्रभावित पार्ने दीपकराज गिरीले बताएका छन्। यस आरोपको जवाफमा विराज भट्टले आफूलाई बाघ भनेर सम्बोधन गरेको उल्लेख गर्दै आलोचकहरूलाई कडा प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, मलाई यसै बाघ भनेको होइन। साथै उनले आफ्नो चलचित्र बारगाउँले हलहरूमा आक्रामक ओपनिङ गरेको मात्र होइन, छक्का पञ्जा 5 को भन्दा धेरै राम्रो व्यापार गरेको पनि दाबी गरेका छन्। यसैबीच दीपकराज गिरी विरुद्ध विराज भट्ट र समीर भट्टका फ्यानहरू आक्रोशित भएका छन्। सामाजिक सञ्जालमा गिरी विरुद्ध टीका टिप्पणी गर्दै उनले उनलाई कन्ट्रोभर्सीमा आउन मन पराउने व्यक्ति भनेर गाली गरेका छन्। दीपकराज गिरीलाई यसअघि पनि विभिन्न मुद्दामा विवादास्पद टीका टिप्पणी गर्ने व्यक्ति भनेर पनि चिनिने गरेका छन्। तपाईहरु यस विवादलाई लिएर के भन्न चाहनुहुन्छ? कृपया आफ्नो प्रतिक्रिया तल कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। यस्तै जानकारीमूलक भिडियो लिएर आउने नै छु। अहिलेलाई भने छुटिन्छु। नमस्कार।